तरकारी के पकाउँ भन्नु पनि परेको छैन। कहिले यता कहिले उता लर यताउति भान्टाङ भुन्टुङ फलिरहेको हुन्छ। फर्सी, सिमी, बोडी के कसो है, मुन्टा, इस्कुसको मुन्टा, सागपात, धनियाँ सबै खुर्सानीहरू फलिरहेको हुन्छ कि साथीहरू। अब आज पनि खानै पर्यो, हिजो पनि खाइयो फर्सी, भोलि पर्सीलाई पनि पुग्छ है। यस्तै छ भनेको के गर्नु, अब यो पर्सियन साग पनि खानै पर्यो। यसो छरिदियो होइन, अनि छरेपछि उम्रिनु परिहाल्यो। उम्रेपछि यताउति लरबर फलिरहेको हुन्छ कि। अब पैसा पनि किन्न पनि नपर्ने, यसो आफूलाई पनि फुर्सदको टाइम सदुपयोग पनि हुने, अर्ग्यानिक खाना पनि पाइने साह्रै आनन्द छ कि साथीहरू। साह्रै आनन्द छ मलाई त। गाउँमै बसे जस्तो छ भनेको। के गर्नु अब, खानु त पर्यो साथीहरू फलेपछि। मनपर्छ कि प्रेसर लो छ, प्रेसर लोलाई चाहिँ हुँदो रहेछ। हाइलाई त एकदम राम्रो दबाई नै हुँदो रहेछ यो त। मलाई चाहिँ खान चाहिँ असाध्यै मनपर्छ। खाएपछि टाउको अलि दुखे जस्तै हुन्छ मलाई चाहिँ। मिठो चाहिँ साह्रै मिठो लाग्छ मलाई। के दबाई हो नि त, औषधि हो नि त।